म तपाईलाई कम्तीमा 4 जनाको तस्बिर देखाउँछु। देश विध्वंसको शिकार बन्नुका पछाडि मुख्यतः यिनीहरूकै हात देखिन्छ। नम्बर 1 केपी शर्मा ओली, जसलाई जेनजीले राष्ट्रिय अपराधीकै रूपमा चित्रण गरेका छन्। नम्बर 2 रमेश लेखक, जसलाई जेनजीले ओलीकै दोस्रो अवतारका रूपमा अपराधी घोषित गरेका छन्। बाँकी 2 नाम को होलान्, जसले अहिले सरकारलाई पुरा असहयोग गरी जेनजीकै मुद्दा सफल पार्ने षड्यन्त्र गरिरहेको आरोप छ। ती हुन् नम्बर 3 आइजिपी चन्द्र कुबेर खापुङ, नम्बर 4 आइजिपी राजु अर्याल। यी बाहेक कर्मचारी तन्त्रभित्रका केही यस्ता शक्तिशाली पात्र छन् जसको जिम्मेवारी बारे अब पनि नसोचे देशको गर्दनमा परेको खेल सजिलै निको हुने सम्भावना छैन। तर त्यो भन्दा पहिला 2 आइजिपी बारे चर्चा गरौँ। सार्वजनिक भएका विषय र स्रोतले दिएको जानकारीलाई आधार बनाएर हेर्दा सोमबार मध्यराति बालुवाटारमा रस्साकस्सी भएको थियो, जसको कारण थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने। गृहमन्त्री ओम प्रकाश अर्यालले अत्यन्तै जरुरी पत्र नै पठाएर नेपाल प्रहरीका आइजिपी चन्द्र कुबेर खापुङलाई पक्राउ गर्न निर्देशन दिएका थिए। लगत्तै उनीहरूबीच छलफल भयो। विषय बालुवाटारसम्म पुग्यो, जहाँ प्रधानमन्त्री, गृहमन्त्री सहित प्रधान सेनापति अशोक राज सिग्देल, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाल प्रहरीका प्रमुख आइजिपी खापुङ सहभागी थिए। तर दुवैजना आइजिपी ओली र लेखक पक्राउको विपक्षमा थिए। पक्राउ नै गर्नु परे आफ्नो राजीनामा स्वीकृत गरेर मात्रै गर्न धम्की दिए। प्रधानमन्त्रीले प्रधान सेनापतिको राय माग गर्दा उनले पनि पक्राउ गर्दा देश मुठभेडमा जान सक्छ भन्ने चिन्ता व्यक्त गरेपछि बाँकी प्रक्रिया अघि बढ्नै सकेन। अर्थात् सरकार तयार भयो, तर सुरक्षा संगठन तयार नभएपछि जेनजीको माग पूरा हुन सकेन। अब यिनीहरूको भूमिका बारे चर्चा गरौँ। चन्द्र कुबेर खापुङ तिनै व्यक्ति हुन् जसको थोरै भए पनि नैतिकता भएको भए अहिले राजीनामा बुझाएर घर बस्नु पर्थ्यो। प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिँदा यिनले छुट पाउनु पर्ने कुनै कारण छैन। भदौ 23 मा प्रहरीले गोली चलाएर युवाहरू मार्दा उनी नै प्रहरी प्रमुख थिए। प्रधानमन्त्रीले के निर्देशन दिए वा गृहमन्त्रीले निर्देशनमा के भने त्यसको असली जानकारी यिनलाई मात्रै छ। जिम्मेवारीले पनि यिनलाई हुनै पर्छ। फिल्ममा रहेको प्रहरीले के भनेर गोली चलाएका थिए र कोले गोली हानेका थिए त्यसको जानकार पनि यिनी नै हुन्। तर ओली सरकारले नियुक्ति दिएको गुड तिर्न युवाहरूको हत्यामाथि खेल्न खोज्दैछन्। घटना हुनुभन्दा अगाडि कतिसम्म जोखिम छ भनेर त्यसको आकलन वा सूचनासम्म राख्न नसक्ने कमजोर संगठनको प्रमुख यिनै हुन्। यदि ओली र लेखक दोषी हुन् भने यिनी निर्दोष कसरी हुन सक्छन्? यिनीसँग ओलीको नजिक पर्न सक्ने दम नभएकै कारण पक्राउ विरुद्ध उभिएको त पक्का जस्तै छ। तर अहिलेको नागरिक सरकारको पनि दम हुन्थ्यो भने यिनलाई तत्काल हटाएर दम भएको प्रहरी प्रमुख बनाउनु पर्थ्यो। तथापि अहिले आलोचना भएपछि विज्ञप्ति निकाल्दै आइजिपीको सचिवालयले भनेको छ प्रहरी महानिरीक्षक